नए जीवन को शुरुआत गर्न सक्छ। नेपालले के दिन सक्छ? नेपाल केका लागि बनेको थियो त्यसको परिचय नै यो एउटै कक्षामा प्राप्त हुन सक्छ। ठिक छ? अब बिस्तारै गोडा यसरी फैलाऊ, हातलाई श्वास लिँदै गोडा फैलाऊ अनि यसरी फैलाऊ। पुरै पटक्क कन्ठमा गोडा पुरै फैलाऊ न। हजुर, करिब 3 दिन फैलाऊ गोडा। सबैलाई नयाँ पुराना सबैलाई छातीमा समेट्नु छ। कसैलाई निषेध गर्नु छैन। निषेधको राजनीति सकिएको घोषणा हो कि होइन? यिनीहरू शक्तिमा आउनु, निषेधको राजनीति सकिएको घोषणा हो। पुरानो र नयाँको विभाजन सकिएको घोषणा हो यो। अब छाती यति ठुलो होस् कि सबैले छातीमा अटुन्। अझ तर्किने अब घोडालाई कस्नुहोस्, घोडा कस्नुहोस् तलबाट, घोडा कस्नुहोस् अनि सिधा 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 टक्क तर्किने। किनभने जीवनको नियम एकदम सजिलो छ। शरीरलाई कि तन्काउनुहोस् कि थन्काउनुहोस्। हजुर, कि तन्काउनुहोस् कि चाहिँ थन्काउनुहोस्, कि पसिना बगाउनुहोस्, होइन भने आँसु बग्न थाल्नेछ। जसले पसिना बगाउँदैन उसका आँसु बग्न थाल्नेछ। अझ एकदम हेर्नु चाहिँ यसरी पुरै छोड्दिनु। कस्तो लागिरहेको छ नीतिमा? नीतिमा चाहिँ हाम्रो जीवन विज्ञानको प्रशिक्षक हुन्छ कल्याणका। कति खुसीको कुरा, यहाँले हरेक दिन अभ्यास सिक्न सक्नुहुन्छ। अब र जीवन विज्ञानका कार्यक्रम गर्नुभएका मित्रहरू कतिजना हुनुहुन्छ? हात उठाउनुहोस् त। त्यही चाहिँ यति धेरै हुनुहुन्छ यहाँ जस्तै कार्यक्रम गर्नुभएका मित्रहरू। एकपल्ट ताली एकअर्कालाई यहाँहरूले रोदै सिकाउनु गरी सक्नुहुन्छ। त्यति राम्रो व्यवस्था। फेरि एकपल्ट गर्नु है त ल। यसो तलक्क थन्काउ। यति महत्त्वपूर्ण हो यो, यति महत्त्वपूर्ण हो। अब देश निर्माण गर्ने मित्रहरू बिहान 5 बजेभन्दा पहिले उठिसक्ने सकिन्छ। जाने सबभन्दा पहिले चिसो पानीमा थापेर नुहाउने। किनभने सबभन्दा गाह्रो कामबाट दिन सुरु गरे भने नि बाँकी रहेको काम एकदम सजिलो लाग्छ। स्टार्ट देयर। एकैचोटि नथापिनुहोस्। पहिले गोडा पखाल्ने चिसो पानीले, ठिक छ? त्यसपछि नाभीमा पानी हाल्ने चिसो पानी। कहिले पनि पेटमा समस्या हुँदैन। त्यसपछि हात पखाल्ने, चिसो पानीमा मुख धुने अनि दुईटै कुन थापिने चिसो पानीमा। त्यसपछि टाउको थाप्ने। सबभन्दा गाह्रो कामबाट दिन प्रारम्भ गरेपछि बाँकी काम एकदम सजिलो लाग्ने। अब अलिकति कमरलाई गोडालाई परिचालन गरौँ है, सञ्चालन गरौँ। थोरै फैलाउँ। अब दाहिने गोडा थन्काउँ, यसरी फेरि बायाँ चल्दैन। अलिक गोडा अझ फैलाएर हेर्नु। एउटा गोडा सिधा आउँछ, एउटा गोडा चाहिँ खुल्चिएको हुन्छ। बाहिर शरीर, भित्र मन